नमस्कार साथीहरू, लोकसेवा तथा विभिन्न प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहनुभएका सम्पूर्ण साथीहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आजको भिडियोमा हामी गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण सामान्य ज्ञान तथा समसामयिक विषयहरूको बारेमा छोटो र परीक्षामुखी जानकारी लिनेछौँ। साथीहरू, लोकसेवा परीक्षामा सामान्य ज्ञान समसामयिक विषयबाट महत्त्वपूर्ण प्रश्नहरू सोध्ने भएकाले अध्ययन गर्नु निकै उपयोगी हुन्छ। आजको महत्त्वपूर्ण जीके प्रश्न नम्बर 1 यस प्रकारको रहेको छ। 10औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्धारण गरिएको नयाँ मिति कुन हो? विक्रम सम्वत 2083 मङ्सिर 16 देखि 29 सम्म। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा विक्रम सम्वत 2083 साउन 28 गते बसेको राष्ट्रिय खेलकुद परिषद राखेपको 125औं बोर्ड बैठकले सो सम्बन्धी निर्णय गरेको। संस्करण 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थान सुर्खेत, कर्णाली प्रदेश। मस्कट लोपोन्मुख जनावर रेड पान्डा। लोगो 7 रङ चन्द्र र सूर्य झण्डा अङ्कित भएको। पारा खेलकुद प्रथम राष्ट्रिय पारा खेलकुद पुस 15 देखि आयोजना हुने। प्रश्न नम्बर 2, चुम्बकीय शक्तिले ट्र्याकभन्दा माथि नै तैरिएर दौडिने चिनिया अत्याधुनिक म्याग्लेभ रेलले कति गतिको रेकर्ड राखेर नयाँ विश्व कीर्तिमान कायम गरेको छ? यसको एन्सर रहेछ 800 किलोमिटर प्रति घण्टा। परीक्षण सन् 2026 अगस्त 13 गते। त्यस्तै स्थान हुबेई स्थित डोङहु प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा परीक्षण गरिएको। रोकिने दूरी 800 किलोमिटर प्रति घण्टामा गतिमा पुगेपछि 2 मिटरभित्रै सुरक्षित रोकिएको। त्यस्तै साथीहरू, प्रश्न नम्बर 3, बाजुराको बडीमालिका र आछामको रामारोसन क्षेत्रलाई जोडी बाडीमालिका रामारोसन वन संरक्षण क्षेत्रको घोषणा कहिले गरिएको हो? यसको एन्सर रहेछ विक्रम सम्वत 2083 साउन महिना 27 गते। यसको घोषणा मिति विक्रम सम्वत 2083 साउन महिना 27 गते। संरक्षण क्षेत्रको नाम बाडीमालिका रामरोसन वन संरक्षण क्षेत्र। निर्णय मिति विक्रम सम्वत 2083 साउन महिना 19 गते। प्रदेश मन्त्री परिषदको बैठकबाट यो निर्णय पारित गरेको छ। यसको कुल क्षेत्रफल भन्दाखेरि 498.4 वर्ग किलोमिटर रहेको छ। सुदूरपश्चिम वन ऐन 2077 को दफा 26 उपदफा 1 बमोजिम रहेको छ। प्रश्न नम्बर 4, इन्डोनेसियाको फ्लोरेस टापु नजिक 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प कहिले गएको हो? सन् 2026 अगस्त 15 गते। त्यस्तै साथीहरू, प्रश्न नम्बर 5, नोरगङ्गा बाल साहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार कसले प्रदान गरियो? मुक्तिनाथ शर्मा न्यौपाने लमजुङ र देवी प्रसाद बनवासी स्याङ्जा संयुक्त रूपमा। पुरस्कार राशि जनही रु 50,000 को दरले प्रदान गरियो। नोरगङ्गा साहित्य क्षेत्रीय स्थापित प्रतिभा पुरस्कार बनमाली निराकर रूपन्देही। पुरस्कार राशि रु 50,000। त्यस्तै आजको प्रश्न नम्बर 6मा लिच्छवीकालीन इतिहाससँगै जोडिएको ललितपुरको लगनखेल स्थित सप्तपताल पोखरी पुनर्निर्माणपछि कहिले उद्घाटन गरियो? विक्रम सम्वत 2083 साउन महिना 30 गते। पोखरी नजिकै रहेको पलेसोबा पोखरीमा पनि जान मिल्ने गरी 2 पोखरीलाई जोडेर पुल समेत निर्माण गरिएको छ। लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पोखरीसँगै पार्क समेत निर्माण गरिएको छ। त्यस्तै प्रश्न नम्बर 7, युरोप महाद्वीपमा झन्डै 3 दशकपछि दुर्लभ सूर्यग्रहण कहिले देखियो? सन् 2026 अगस्त 12। युकेबाट खण्डग्रस्त अर्थात् आंशिक सूर्यग्रहण मात्र देखियो भने ग्रिनल्यान्ड
आइसल्यान्ड र स्पेनका केही भागमा खग्रास अर्थात् पूर्ण सूर्यग्रहण लाग्यो। त्यस्तै प्रश्न नम्बर 8, गैर आवासीय नेपाली सङ्घ NRNA को 17औं युरोप क्षेत्रीय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? सन् 2026 अगस्त 10 देखि 11 डब्लिन आयरल्यान्डमा। नारा पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता। सम्मेलनले 15 बुँदे डब्लिन घोषणापत्र 2026 जारी गरेको। प्रश्न नम्बर 9, मोडल हन्ट नेपाल 2026 को पुरस्कार महिलातर्फको राशि उपाधि जित्ने प्रतिभा को हुन्? यसको एन्सर तपाईँको पुरुषतर्फ परन्तप भण्डारी र महिलातर्फ लिजा श्रेष्ठ रहेको छ। दुवै विजेतालाई नगद 5 लाख बराबरको पुरस्कार सहित आगामी डिसेम्बरमा कम्बोडियामा हुने मिस एन्ड मिस्टर सेलिब्रिटी इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन्। दरबार मार्ग स्थित होटल याक एन्ड यतिमा आयोजित यस प्रतियोगिताको यो 10औं सिजन हो। प्रश्न नम्बर 10, सुनसरी र सिराहामा भएका प्रदर्शनकारी क्रममा ज्यान गुमाएका 4 जनालाई सरकारले कहिले शहीद घोषणा गरेको हो? विक्रम सम्वत 2083 साउन महिना 26 गते। सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गरेको। प्रश्न नम्बर 11, सिरियाली अदालतले 14 वर्ष चलेका गृह युद्धका क्रममा मानवता विरुद्ध अपराध र युद्ध अपराधको आरोपमा पूर्व राष्ट्रपति बशर अल असदलाई मृत्युदण्डको सजाय कहिले सुनाएको हो? सन् 2026 अगस्त 11 मा। अदालतले असदका भाइ माहेर अल असद सहित अन्य 6 पूर्व सैन्य तथा सुरक्षा अधिकारीलाई पनि मृत्युदण्डको सजाय सुनाएको छ। त्यस्तै प्रश्न नम्बर 12, चीनका पूर्व प्रधानमन्त्री झु रोङजीको निधन कहिले भएको हो? सन् 2026 अगस्त 12, 97 वर्षको उमेरमा उनको निधन भएको। सन् 1991 देखि 1998 सम्म उप प्रधानमन्त्री र त्यसपछि सन् 2003 मा 3 सम्म प्रधानमन्त्री बनेका झुले चीनको आर्थिक र राजनीतिक परिवर्तनको महत्त्वपूर्ण समयको नेतृत्व गरेका थिए। त्यस्तै प्रश्न नम्बर 13, काठमाडौँ विश्वविद्यालयको उप कुलपतिमा कसलाई नियुक्ति गरियो? प्राध्यापक डाक्टर विवेक बराललाई। नियुक्ति मिति विक्रम सम्वत 2083 साउन महिना 29 गते। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह बालेनद्वारा बराललाई सो पदमा नियुक्ति गरिएको छ। प्रश्न नम्बर 14, नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन कहिले भएको हो? यसको एन्सर रहेछ विक्रम सम्वत 2083 साउन महिना 31 गते। उहाँले 2060 सालमा नेपाल भाषा परिषदद्वारा जनकविको उपाधि हासिल गर्नुभएको थियो। प्रश्न नम्बर 15, टिभी रियालिटी सो भोइस अफ किड्स सिजन 5 को उपाधि जित्ने प्रतिभा को हुन्? सुवासना खड्का। ग्रान्ड फिनाले विक्रम सम्वत 2083 साउन 30 गते। पुरस्कार राशि 10 लाख रुपैयाँ नगद थियो। हालसम्म विजेता सिजन 5 को सुवासना खड्का, सिजन 4 को सोनाली राज भण्डारी, सिजन 3 को अनुया तमाङ, त्यस्तै सिजन 2 को स्पन्दन सुब्बा, सिजन 1 को जेनिस उप्रेती। त्यस्तै प्रश्न नम्बर 16, सरकारले सूचना प्रविधि विभागलाई कुन कार्यालयका रूपमा रूपान्तरण गरेको छ? सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय विक्रम सम्वत 2083 भदौ 1 देखि कार्यालयले नयाँ संरचना अनुसार कार्य प्रारम्भ गरेको। त्यस्तै प्रश्न नम्बर 17, राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार 2083 कसलाई प्रदान गरियो? सीमाविद बुद्धिनारायण श्रेष्ठ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यस वर्षको पुरस्कार देशको सिमानाका विषयमा निरन्तर उल्लेखनीय योगदान पुर्याउँदै आएका सीमाविद बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिएको हो। यसको पुरस्कार राशि 1 लाख
1111 नगद तथा सम्मानपत्र दिनुभएको। प्रश्न नम्बर 18 एक दिवसीय ओडिआई क्रिकेटको इतिहासमा सबैभन्दा कम खेलमा 150 विकेट पुरा गरी विश्व कीर्तिमानी कायम गर्न सफल खेलाडी को हुन्? यसको सही एन्सर रहेछ सन्दीप लामिछाने सन् 2026 में। त्यस्तै त्रिवी क्रिकेट मैदानमा विक्रम सन् 2083 जेठ 3 गते आइसिसी विश्वकप लिग 2 अन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा 150 विकेट आँकडा पार गर्दै उनले सो रेकर्ड कायम गरेको। त्यस्तै प्रश्न नम्बर 19 अन्तर्राष्ट्रिय युवा दिवस कहिले मनाउने गरिन्छ? अगस्त 12 प्रत्येक वर्ष अगस्त 12 मा। सन् 2026 को नारा विभिन्न परिवेश सफा आकांक्षा। सन् 2000 देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा अगस्त 12 तारिकको दिन यो दिवस मनाउँदै आएको छ। त्यस्तै प्रश्न नम्बर 20 नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजद्वारा प्रदान गरिएको राष्ट्रिय पत्रकारिता सम्मान 2083बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ? वरिष्ठ पत्रकारिता दण्ड गुरुङ सिन्धुली र बिमला तुमखेवा तेह्रथुम। फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार तीर्थमान बल काभ्रे, सरिता श्रेष्ठ धादिङ र अविनाश चौधरी कैलाली। मातृभाषा पत्रकारिता सम्मान लहना नेपाल भाषाको साप्ताहिक पत्रिका। सो साथीहरू आजको लागि यति नै। यदि तपाईँले यस्तै दैनिक गोर्खापत्र जीके करेन्ट अफेयर र लोकसेवा तयारी प्रश्न उत्तर मन पर्छ भने कृपया यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला ताकि आउने दिनमा यस्तै किसिमको भिडियो हेर्न पाउन सक्नुहुन्छ। सो साथीहरू धन्यवाद।